गाइज वेलकम ब्याक टु माई न्यू भियोलोजी ब्लगमा स्वागत छ तपाईँहरूलाई। मेरो सन म गरेको डक्टु बोय के छ सबजना सन्चै हुनुहुन्छ होला भन्ने आशा गरेको छु, किनकि आज फेरि नयाँ भ्लग लिएर म आइसकेको छु। अनि आज चाहिँ म टक्क लाएर ड्युटी जानु लाग्यो। सो हेर्न सक्नुहुन्छ यहाँको भ्यू चिराग दिल्लीबाट म चाहिँ निस्किसकेको छु। अनि मलाई चाहिँ अगाडि गएर मेट्रोमा जानुपर्ने हुन्छ। अनि अगाडिको मेट्रोबाट टक्क चढेर टक्क अगाडि जानुपर्ने हुन्छ। सो तपाईँहरूलाई चाहिँ भिडियो कस्तो लाग्छ, कहाँदेखि हेर्दै हुनुहुन्छ भनेर चाहिँ कमेन्ट बक्समा कमेन्ट गर्नु बिर्सिनु होला। अनि आज चाहिँ के हो, रोड त पुरै खाली खाली छ त तपाईँ भन्न। यो होली पनि आउन लागिरहेको केटा हो। होलीमा सबजना भेट हुनुपर्छ है केटा हो। कहाँ कहाँ छौ तिमीहरू, मेरो दोस्तीहरू कहाँ कहाँ छौ, भेट्नुपर्छ। यस्तो टाइम मिल्यो भने होलीमा त लगभग सबैको छुट्टी हुन्छ होला होइन। हामी होटलमा काम गर्नेहरूको आधा दिन चाहिँ छुट्टी हुन्छ, जहिले पनि फुल नभए पनि आधा दिन चाहिँ छुट्टी हुन्छ। यस्तो मिलाएर भेटौँ न, सकिन्छ भने भेटौँला होइन। कन्ट्याक्ट गर्नु मलाई चाहिँ, म चाहिँ नम्बर डिस्क्रिप्सनमा हालिदिउँला, मलाई चाहिँ इन्स्टाग्राममा फलो गर्नु होला भन्नु चाहन्छु। इन्स्टाग्राममा चाहिँ कन्ट्याक्ट गरेर केटा हो, भेटौँला। यतै भएको दिल्लीमा भएको केटा है, दिल्ली गुडगाउँ भएको केटा हो ल। अनि केही दिनमा चाहिँ म यहाँबाट गुडगाउँ निस्किँदैछु केटा हो, गुडगाउँ होइन। केही दिनमा चाहिँ यहाँबाट म गुडगाउँ निस्किँदैछु। गुडगाउँमा भएको केटाहरूले पनि कन्ट्याक्ट गरेर भेट्नुपर्छ यार केटा हो। धेरै भयो केटासँग भेट्नु भएको, त्यही भएर गुडगाउँ भएको केटाहरूले पनि कन्ट्याक्ट गरेर गुडगाउँ आउँदैछु म, गुडगाउँ भेट्नुपर्छ। सो यति भन्दै अलिकति अगाडि जाऊँ अनि मेट्रोतिर गएर भेटौँ है त गाइस। फाइनली गाइज म चाहिँ आइसकेँ होइन। 16 रुपियाँ तिरेर मेट्रोमा चढेर, त्यही पनि लिफ्टमा फेरि होइन। मलाई चाहिँ लिफ्टबाट जानुपर्ने हुन्छ माथि। म चाहिँ जमिन मुनि छु, मलाई चाहिँ जानुपर्ने हुन्छ माथि जमिन, ठ्याक्क फेरि जमिनमा होइन। अनि त्यहाँबाट चाहिँ जानुपर्ने हुन्छ। सो म चाहिँ आइसकेँ जङ्गलमा, सधैँभरिको खेलेको फुलमा रोज गार्डनमा। यो देख्न सक्नुहुन्छ अगाडि टक लगाएर पछाडि लिफ्टबाट निस्किसकेँ। मलाई चाहिँ लगभग थाहा छ, मलाई म सधैँ अरूभन्दा लेट नै छु, किनभने अब अरू लेट हुनुहुन्छ घरमा रुममा होइन, ठिकको रुममा। म त सुत्न चाहिँ एकदम मन पराउने मान्छे, म त सुत्न त्यही भएर सुतिरहेको थिएँ। सुतेर उठ्दै अरू चाहिँ गइसकेका हुन्छन्, त्यो पनि केही छैन होइन। जे भए पनि हाम्रो इन्डियामा लास्ट डेभलप क्या इन्डिया, नेपालभन्दा नेपाल खै किन त्यस्तो लाग्छ होइन। तर गाली के नगर्नु होला, किनभने अब फेरि नेपाल अब इन्डियामा बसेर नेपाललाई यस्तो भन्यो भनेर, बट जो रियालिटी हो त्यही नै भन्नुपर्छ नि त होइन हामीले चाहिँ। किनभने अब साँच्ची भन्नुपर्दा अब हाम्रो नेपालमा छैन नि त यस्तो, मतलब अहिले चाहिँ भर्खर बालेन्साले चाहिँ काठमाडौँमा जे होस् राम्रो चिजहरू गर्नुभएको छ। यहाँ चाहिँ फुलहरू पनि यस्तै भोबाले, यस्तो पार्क त कति छ क्या यहाँ दिल्लीभित्रमा। अनि गर्नुभएको छ बालेन दाइले चाहिँ गर्नुभएको, डह्रो गर्नुभएको छ। नगरे होइन, नगरे भन्न मिल्दैन होइन। बालेनले चाहिँ गरेकै हो। जे होस् समर्थन चाहिँ गर्नुपर्छ हामीले। म चाहिँ अब यहीँबाट भए पनि हामीले चाहिँ समर्थन चाहिँ गर्नुपर्छ। अनि म चाहिँ अब आइसकेँ जङ्गलमा छि के देख्नु परेको यार। शान्ति गरेन एउटा आन्टीले चाहिँ अगाडि बसेर छि मुडै अफ भयो नि यार। गाइज के छैन, जे भए पनि हामी टपिकमा थियौँ चाहिँ नेपाल र इन्डियामा क्या भन्नाले, हाम्रो नेपालमा चाहिँ डेभलप चाहिँ भएको लास्ट 16 हुने क्या। हुन त हुने नहुने होइन तर लास्ट 16 हुने। जे भए पनि अबको नयाँ आउने चुनावमा चाहिँ अलिकति राम्रो हेर्नु पऱ्यो क्या, राम्रोलाई हेर्नु पऱ्यो, आफ्नो लागि होइन राम्रोलाई। अनि बल्ल हुन्छ। यहाँको जस्तै पहिला मतलब यहाँको भन्दा बवाल हुनुपर्छ, छिटोभन्दा छिटो, किनभने राम्रोलाई हेर्नु पऱ्यो, आफ्नोलाई होइन। त्यही भएर नै अहिलेसम्म दिइहाल्यो। हुन त पार्टी चुनाव आउनु लाग्यो होइन, दिइहाल्छन् यसो त्यहीकोमा भोट हाल्ने के छ र मोरी लानु भन्ने होइन। 1-2 दिन हिँड्ने, पछि त चुनाव आउनु लागेको बेलामा मात्रै हो क्या नेताहरू घरमा आएर नमस्ते गर्ने त। त्यसपछि त छैन। आउनु न। हाम्रो गाउँमा पहिला बिजुली आयो होइन। बिजुली हाम्रो फेरि अब अलिकति हाम्रो गाउँभन्दा अलिकति तलपट्टि मतलब बिजुलीको पोल ल्याएको चाहिँ अलि लगभग 2 वर्ष भयो होला। त्यो पोललाई गाड्नै 1 वर्ष लाग्यो होइन। अनि त्यो गाडीपछि ऊ चाहिँ तार पनि अहिलेसम्म जोडाएको छैन क्या, त्यस्तो छ। अनि त्यो जोड्नलाई अझै मैले चाहिँ कन्ट्याक्ट गरेर सोधिरहेको हुन्छु घरमा। मलाई चाहिँ भन्नुहुन्छ कि अहिलेसम्म कन्ट्याक्ट भएको छैन, के भन्छ भने त्यो तारै हालेको छैन अरे क्या। 2 वर्ष भइसक्यो।
त्यो पोल पनि यस्तो टाइपको पोल थियो क्या, सेतो टाइपको हुन्छ नि त बिजुलीको पोल त पुरानो सेतो टाइपको पोल हुन्छ होइन, यसरी चाहिँ यसो व्हाइट। त्यसमा पनि खिया लगाइसक्यो होला क्या। अब गाड्न 1 वर्ष लाग्यो, गाडेर त्यत्तिकै छोडेको नि। अब त्यो तार जोड्नलाई अझै कति वर्ष लाग्यो। जे होस् मलाई यति चाहिँ कन्फर्म छ कि अब आउने चुनाव भन्दा अगाडिसम्म चाहिँ हुन्छ होला। अब चुनाव आउनु त अझै 2-3 वर्ष छ नि त। 2014 कतिमा भएको थियो, अब 2084 मा हुन्छ होला चुनाव, त्यतिखेरसम्म हुन्छ होला। अनि त्यो पोलमा चाहिँ तार हालेर चाहिँ बिजुली आउँछ होला त्यहाँ चाहिँ, यस्तो छ गाइस सिचुएसन नेपालको। नेताहरूले हो या त कहीँबाट माथिबाट नै सामान आएर त्यस्तै भयो कि या त के बुझ्दैन छ कि। अनि त्यही भएर नि हाम्रो नेपाल लास्टै ढिलो मसँग कति सोलो। त्यही भएर विकास भएको छैन। विकास अब अर्कोचोटि त सिधै भनेको कसम म घरमा भयो भने नि हिँड्न त म जसको पनि हिँडिदिन्छु बालै हुन्न, तर भोट चाहिँ मैले राम्रो मान्छेलाई नै हाल्ने हो। हाल्न त मैले अहिलेसम्म हालेको छैन भोट, किनभने पहिलाको लटमा चाहिँ म्यादी भयो, म्यादी भएर त्यही हाल्न पाइएन। तर म्यादीले नै हाल्न पाउनुपर्ने अधिकार चाहिँ हुनुपर्ने हो क्या, किनभने अब भोट जस्तो कुरा होइन, म्यादीले चाहिँ हाल्न पाउनुपर्ने हो। मेरो हात दुखेर चाहिँ मैले अगाडिको भ्यू देखाइरहेको छु। अगाडिको भ्यू पनि नट ब्याड गाइज है। जे होस् मैले पहिलाको चुनावमा चाहिँ म्यादी भएको थियो नि त, म 2 पटक नै म्यादी भएको थिएँ, त्यही भएर नै मैले हाल्न पाइनँ। तर अहिले चाहिँ म यदि घर भएर भोट हाल्ने हुन्छ भने चाहिँ म हिँड्दिनँ चाहिँ जसको पनि हिँडिदिन्छु, बालै भएन होइन। तर भोट चाहिँ मैले राम्रो मान्छेलाई हालिदिने हो, सिधै कुरा। तपाईँहरूले पनि राम्रो मान्छेलाई हाल्नु पऱ्यो क्या, किनकि हाम्रो देशको लागि त्यति गर्नु पऱ्यो। तपाईँहरूले हिँड्नुहोस्, जसकोमा हिँड्नुहोस्, जसकोमा पनि हिँड्नुहोस्, तर बाल भएन क्या। तर जित्ने चाहिँ राम्रो मान्छेले जित्नु पऱ्यो क्या, मेरो चाहिँ भनाइ यो हो क्या। त्यही भएर मलाई चाहिँ त्यही कुरामा चित्त दुख्यो क्या। किन फेरि त्यो थाहा छ, हाम्रो गाउँमा त्यो नभएको बिजुली नआएको किन थाहा छ? हाम्रो गाउँमा फेरि अब एमालेको नेता हुनुहुन्छ होइन, अनि त्यहाँको चुनाव चाहिँ हाम्रो वडाबाट चुनावमा चाहिँ उसले जित्नु भयो नि त, माओवादीले जित्यो क्या। त्यही भएर चाहिँ हाम्रो ढिलो भएको क्या, हाम्रो हुन्छ नि विकास ढिलो भएको अरे क्या। अनि उहाँहरूले चाहिँ त्यो हाल्ने बेला के भन्छन् रे, त्यो बजेट आउँछ नि, त्यो बजेट पनि हाम्रोमा कमै मात्रामा पर्छ क्या। जो एमाले हाम्रो पुरै फेरि हाम्रो खलकै एमाले हो, हाम्रो गाउँै एमाले हो क्या, सर्कल पुरै भरिको सबै एमाले हो। त्यही भएर नि अब जितेको फेरि माओवादीले होइन। त्यही भएर हामीलाई बजेट पनि एकदम कम मात्रामा आउँछ होइन। अनि त्यो चाहिँ अब आफ्नो मान्छे हुनुभयो यस्तो हुँदो रहेछ क्या। जस्तै अब एमालेको मान्छे भए चाहिँ नदिने, अब त्यसको अब फेरि अब पालो आउने होला, फेरि तिनीहरूले नि त्यही सोच्ने होला होइन। त्यही भएर नि नआएको जस्तो लाग्छ गाइस। तर त्यस्तो चाहिँ नगरिदिउँ, किनभने अब माथि सरकारमा भइसक्यो, मतलब तपाईँहरूले अब देश चलाउँछु भनेर माथि गइसकेपछि अनि तपाईँहरूले अब माथिकै मान्छेले अनि आफ्नो र अरूको हेर्न लगाएपछि त मुझे अनि कसरी देश हुन्छ त होइन, कसरी देश हुन्छ? उहाँको माथि जब माथि गइसकेपछि त बराबर हुनु पऱ्यो नि त होइन। के हो र गाइज, यो गलत बोलेको भए माफी चाहन्छु। त्यही पनि मैले चाहिँ रियालिटी भनेको हाम्रो गाउँको सही सत्यता बताएको मैले चाहिँ। जे होस् म चाहिँ अब घर जाँदैछु नि त, म घरमा गएपछि मोबाइल चार्जर लगाउने फेरि बिजुली छैन, त्यही त टनाट छ नि। अनि सोलरबाट लाग्दैन फेरि होइन, यो हो कि मेन सिचुएसन भनेको। त्यही भएर गाइजहरू तपाईँहरूले चाहिँ फुल सपोर्ट गर्नु पऱ्यो क्या गाइज। दुइटै केटी आइरहेको यार पारिबाट, चक हात दुख्यो। त्यही हो केटा हो, केटा हो, जे भए पनि अबको चुनावमा चाहिँ सबैजना मिलेर जानुपर्छ गाउँमा, अनि भोट चाहिँ हाल्नुपर्छ हामीले आफ्नो मान्छेलाई होइन, राम्रो मान्छेलाई। लेट्स गेट इट गाइज। अनि बनाउनुपर्छ देश। हाम्रो बालेन दाई हर्क साम्पाङ छन् त यार, मा कसम होइन। देशलाई अघि बढाउनलाई रवि लामी छाने तो जोड तोड ज्यान लगाएको मेहनत गरिरहन्, तर पनि रवि लामी छानेलाई चाहिँ धेरै फसाउनु कोसिस गरिसक्यो। तर पनि रवि लामी छाने हार्डवर्किङ मान्छे यार, लास्ट कडा मान्छे, हैट मेहनत गर्न नछोड्ने क्या। सही हो यार। अलिकति यसलाई एङ्गल चेन्ज गरौँ। अनि जे होस् मैले चाहिँ अब मैले के देखाएको छु भने अबको चुनावपछि चाहिँ हाम्रो नेपालमा पनि केही चेन्ज आउला। काठमाडौँमा त आइसकेको छ लगभग बालेन साले गर्दाखेरि, अनि अब हाम्रो नेपालमा पनि आउनु पऱ्यो होइन।
नेपालमा पुरै नेपालमा आउनु पऱ्यो क्या, काठमाडौँमा मात्रै होइन पुरै नेपालमा आउनु पऱ्यो। अहिलेसम्म हाम्रो नेपालमा त गाडी, खाने पानी, स्कुल जस्तो चिजहरू नभएको त्यस्तो चिजहरू नभएको ठाउँ त कति छ नि त्यस्तो बिगड एरिया क्या। बिजुलीको त कुरै नगरौँ, बिजुली त भर्खर हाम्रो गाउँमा नि गएको 2-3 वर्ष जति भयो, अझै हाम्रो शाखामा गएको छैन। जो मेन लाइन हो, मेन बाटोमा मात्रै गएको छ। हाँ जी, और कुछ है आगे है थोड़ा गार्डन रोड। कितना दूर लगेगा आपको? 10 मिनट। हाँ जी, जानवर था ना नहीं, ऐसा कुछ नहीं है। त्यही हो, तपाईँहरूले चाहिँ मैले जे भनिरहेको छु तपाईँहरूले चाहिँ त्यो कुरालाई फलो गर्नु पऱ्यो, मलाई पनि फलो गर्नु पऱ्यो होइन। अनि आज चाहिँ म लास्ट बोलेको होइन र, के हो र? अनि बोल्नु पऱ्यो नि यारमा, कसम आफ्नो देशको बारेमा बोल्नु परेन भने के। अनि यहाँ चाहिँ हामी नेपालीहरू कति नभए नि कति धेरैजना बेरोजगार छन् भन्ने कुरा त त्यो बेरोजगारलाई मात्रै थाहा छ कि म बेरोजगारलाई थाहा छ कि। म नेपालमा बसेर नि काम गरेको क्या, 1 वर्ष नेपालमा बसेर काम गरेको। तर नेपालमा स्यालेरी कति छ त? नेपालमा मैले 12.5 घन्टा काम गरेको, स्यालेरीमा 8,000 छ क्या। त्यस्तोमा काम गरिरहेको छ नि नेपालमा। अनि कहाँबाट हुन्छ? अनि त्यसले त्यसै 8,000ले आफ्नो फ्यामिलीलाई पाल्ने कि आफ्नो खर्च उठाउने कि होइन? न छुट्टी फेरि छैन हाम्रो फेरि नेपालमा, त्यो फेरि एउटा हो, छुट्टी पनि छैन, दुःखको कुरा होइन। अनि त्यही त हो नि, अब सबले आफ्नै ठाउँमा आफ्नै तरिकाले गर्ने हो। तर मैले चाहिँ के भन्छु भने चाहिँ अहिलेसम्म चाहिँ मैले के भन्छु भने चाहिँ अरू टाइममै बाहिर जानु होइन, टाइममै बाहिर जानु, कमाउनु आउनु, आफ्नो ठाउँमा आफूले केही सानो बिजनेस गर्नु भन्छु क्या म चाहिँ। मैले चाहिँ अहिलेसम्म बुझेको कुरा भनेको है तपाईँहरूलाई। यो फेरि बाहिर जाने सुझाव दिए भन्नु होला, त्यो चाहिँ होइन। तर मैले बुझेको कुरा चाहिँ तपाईँलाई भन्ने हो नि त, त्यही भएर चाहिँ मैले त्यो भनेको गाइज होइन। नत्र त कहाँ हाम्रो नेपालमा त काम गरेर त हेर्नु कि काम गरे पनि हाम्रो काम गरेर ल अलिकति हात पाट्यो फेरि यस्तो गरौँ। हाम्रो नेपालमा पढाइ गरेर काम गरेर खान्छु भनेपछि पनि नेताको फोर्स लगाउनु पर्छ क्या गाइज। नेताको फोर्स हुन्छ नि, त्यहाँ माथि टाउके हुनु पऱ्यो क्या आफूले चिनेको। अनि घन्टा टाउके आफ्नो त अनि कोही छैन होइन, साधारण सिम्पल सानो गाउँबाट निस्केको मान्छे अनि कहाँबाट हुन्छ त? अनि होइन यदि पढाइ लेखाइ भए पनि कि पुरै के म A+ हुनु पऱ्यो के र ट्यालेन्टमा होइन। जस्तो गर्ने त्यस्तै क्वेसनको एन्सर ज्ञान दिन सक्नुपर्ने हो। अब त्यो क्वालिटी पनि छैन, अब नेतावाला क्वालिटी पनि छैन, अब आफ्नो फेरि टाउकेहरू कोही पनि चिनेको छैन। त्यही भएर नि समस्या भयो क्या गाइज, नेपाललाई बिगारे त्यही भएर हो जस्तो लाग्छ मलाई। तपाईँहरूलाई चाहिँ के लाग्छ सुझाव चाहिँ कमेन्ट बक्समा दिनु होला। अनि तपाईँहरूलाई म यस्तो कुरा गर्दै कतिखेर यहाँ आइपुग्यो मलाई त्यो थाहा भएन होइन। जस म चाहिँ आइपुगेको छु फेरि पनि यहीँनिर आफ्नो काम गर्ने स्थानमा हेर्न सक्नुहुन्छ। अनि टक्क लाएर यहाँ चाहिँ यस्तो छ, यहाँ चाहिँ फरेन कन्ट्रीको मान्छेहरू पनि घुम्न आउँछन् नि गाइज। टक्क लाएर घुम्न आउँछन् चट्ट होइन। यहाँ चाहिँ इन्जोय भने त मैले योभन्दा अघिल्लो भिडियो पनि हेर्न सक्नुहुन्छ तपाईँले। इन्जोय गर्नको लागि एकदमै रमाइलो ठाउँ। यतातिर पार्किङ छ, यहाँनिर छिपकली छ। अनि मैले चाहिँ अलि अगाडि काम गर्छु नि त होइन, इन्जोय गर्न आउँछन्। मैले यहाँ रातिमा नि यस्तो फल्लो हुन्छ, तर रातिमा फेरि अब घर जाने ढिला भइरहन्छ। कतिखेर घर जानेलाई भन्ने हुन्छ रातिको 1 बजी त छुट्टी हुन्छ। अनि होइन त्यही पनि केही छैन। भ्यू पुरा हेर्न सक्नुहुन्छ यहाँ। सब कपाल मात्रै आउने हो क्या फेरि घुम्नलाई, सिंहला होइन। यस्तो हेर्न सक्नुहुन्छ तपाईँहरूले। यतापट्टि पुरै स्मुथ एरिया, यताबाट घाम लागिरहेको छ। यही लुक्स हो यहाँको। यहाँभन्दा पछाडि चाहिँ अलिकति डिफ्रेन्ट छ, त्यो चाहिँ कुनै बेला देखाउँला। नभए मैले मेरो पेजमा हालेको छु यतापट्टिको लेक भ्यू, त्यतै गएर हेर्न सक्नुहुन्छ। रोशन मगर भ्लग पेजमा गएर हेर्न सक्नुहुन्छ।